ओम नमः शिवाय। हर हर महादेव। सम्पूर्ण भक्तजनमा नमन। हामीले आफ्नो अर्काको कर्मलाई खोजी गर्नुभन्दा पनि आफूभित्रको गुणलाई निहाल्नु राम्रो छ। आफू के हो अरूको दोषलाई कहिले पनि आफ्नो नजरमा राख्नुहुन्न। आफ्नै दोषलाई निहाल्नुपर्छ र एउटा उत्कृष्ट नमुना आफैले दिनुपर्छ। आज काली गण्डकीको महिमा छुट्टै छ। घर घरमा काली गण्डकीको शिला भनेर राखिन्छ। कथामा भागवत कथाहरूमा लेखिएको छ। काली गण्डकीको महिमा आफै पढ्नुहोस्। र आज एउटा भनौँ भने चरित्रहीन भनेर समाजले तिरस्कृत गरेको नारीको रूपबाट आज भगवानले माया गर्नुभएको छ र आज काली गण्डकी नदी भनेर बस्नुभएको, त्यहाँ भगवान शालिग्राम शिला भनेर बस्नुभएको छ। त्यस्तै जगन्नाथको पनि कथा छ। कुनै पनि नारीलाई हामीले तुच्छ भनेर दुनियाँथरी नराम्रो शब्दहरू प्रयोग गर्नुभन्दा अगाडि त्यहाँको हिस्ट्री पढ्नुपर्छ र भगवानले कुन रूपबाट हामीलाई आएर माया गर्नुहुन्छ त्यो भोलेनाथ स्वयं आफैले निर्धारण गर्नुहुन्छ। भगवान कृष्णले पनि रुद्र रूप धारण गर्नुहुन्छ आवश्यकता पर्यो भने। र भगवान छ नि, हामीले भन्छौँ हामी यो समुदायको त्यो समुदायको, भगवानले कहिले पनि आफूलाई बाँड्नुहुन्न। उहाँहरू एक हुनुहुन्छ, एकै हुनुहुन्छ। तत्त्वलाई बुझ्न जान्यो भने कुनै पनि धर्मको हामीले विरोध गर्नु पर्दैन। हामी सामान्य रूपबाट अगाडि बढ्न सक्छौँ। एउटा भनाइ छ नि, लेखनाथ पौडेलजीको, कवि शिरोमणि लेखनाथ पौडेलजीको, उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र। जो मान्छेमा साधकी हुन्छ, जो मान्छे आफूले आफूलाई भित्र आत्मादेखि चिनेको हुन्छ, ऊ जहिले पनि निहुरेको हुन्छ। उसले अरूको दोष देख्दैन। दोष देखाउनुभन्दा पहिला उसले आफूलाई नै निहाल्छ र आफूले आफूलाई मन्थन गर्छ। संसारमा कोही पनि मानव सिद्धि भएर आएको हुँदैन, गुणकारी भएर आएको हुँदैन। गुण आफूले लिएर आउने हो। हामीले आफ्नो संस्कारमा पहिला सुरु आफूले हेर्नुपर्छ र अरूको संस्कारमाथि हामीले खोइरो उतार्नु आवश्यक छैन। किनकि आफूले आफूलाई नै मन्थन गर्ने हो। कसैको भित्र गएर हेर्न हुँदैन। हिजोको दिन कसैको के थियो होला, गलत थियो होला, सही थियो होला, थाहा छैन। आजको दिन प्रभुले साथमा राख्नुहुन्छ। त्यो नै भक्तिको लेभल हो। त्यही भएर भन्छ ईश्वर एक छ। कहिले पनि ईश्वर अलग छैन। अलौकिक तत्त्व भनेको जो मान्छेले साधना गर्नुहुन्छ उहाँहरूले बुझ्नुहुन्छ। जसले भागवत पढ्नुहुन्छ, संस्कृतबाट धनुर्धर विद्वान हुनुहुन्छ, उहाँहरूलाई सब कुरा थाहा छ कुन रूपबाट प्रभुले कृपा गर्नुहुन्छ। त्यसकारणले गर्दा साधनाको आफ्नो एउटा लिमिट हुन्छ। त्यो साधनामा बसेर हामीले आफूलाई नै मन्थन गर्ने हो र आफूलाई नै खरो रूपबाट यो धरतीमा निकाल्ने हो। अरूको दोष देख्नु नै हुँदैन, खोजी गर्नु हुँदैन। किनकि आफूभित्रको दोष नभइकन अरूलाई दोषी ठहराउन कहिल्यै पनि हामीले सक्दैनौँ। त्यही भएर एउटा साधुले जस्तो मान्छे चोरै आयो भने साधु नै बनाएर छोड्छ। त्यही भएर उसमा साधकी हुन्छ र साधु भन्छ। राजाले पनि मान्नुहुन्छ साधुलाई। एउटा जहिले पनि पण्डितको आफ्नो ठाउँमा स्तर हुन्छ। किनकि उसले साधना गर्छ र उसले आफ्नो भाव दिन्छ र समाजमा बदल्न सक्ने एउटा राम्रो प्रविधि सिर्जना गर्छ। त्यस कारणले गर्दाखेरि नै हामीले आज ईश्वर भन्छौँ, भगवान भन्छौँ, देवता भन्छौँ हैन र। आफूभित्रको देवतालाई खोज्न छोडेर हामीले अन्त गएर अरूलाई दोष देखाउनु भने एकदम ठुलो गलत हो। हर हर महादेव। जय शम्भु, जय महाकाल। माता गौरी, म त त्यही भन्छु, शिवशक्ति, पार्वती पते, हर हर महादेव। हामी भन्छौँ अरूको दोष देख्नुभन्दा पहिला आफूलाई निहालौँ। आफ्नो भक्तिमा विश्वास छ भने जहिले पनि आफूलाई प्रभुको चरण र शरणमा समर्पित गरौँ। जय महाकाल।